मजा आइरहेछ। ओ माय गॉड के भयो? साथीहरू म चाहिँ धान काट्दैछु। यहाँ काट्दैछु मै धान। यहाँ मेरो काकी हुनुहुन्छ। ल काकीको खतरा छ मार्क्सहरू हेर्नु है गाइजहरू। धान चाहिँ यस्तै हामीले बाँधिहालेको काट्ने बित्तिकै अझै उठाइहाल्ने। इस धान लडेर यस्तो बिजोग भएको छ साथीहरू। आन्टीले चाहिँ खतरा काट्नुहुन्छ है गाइज। हाम्रो गाउँको जल्दो बल्दो आन्टीहरू हुन्छ। आन्टीको बुट खतरा छ, टोपी खतरा छ साथीहरू। यस्तो लाउनुपर्छ है। यहाँ चाहिँ मेरो नाति छ। नातिले पनि धान काट्दैछ आज। नाति गलिसकेको छ। यता यहाँ फोपाहरू हुनुहुन्छ। उपर चाहिँ दामी काटेर यस्तो भइसकेको छ। यता हाम्रो दादा मम्मीहरू हुनुहुन्छ। म चाहिँ यहाँ छु। खुट्टा पनि यस्तो मैला भइरहेछ। हँसिया म पनि काट्छु साथीहरू। साथीहरू फुल हेर्नु। You can see साथीहरू अब चाहिँ हामी खाना खान आँटेको। पसिनाले मुख पनि भिजेछ। अझै बाँकी छ। अब खाना खाएर भेट्छौँ। हाम्रो मिया मियाउ छ। मिया मियाउ काम गरेपछि यस्तो हुन्छ साथीहरू। साथीहरू म चाहिँ रुखमुनि बसिरहेको छु। घुप्रो परेर धान काट्दा काट्दा अनुहारै पुरै सुनिरहेछ। रमाइलो छ गाउँमा। यस्तो मिठो हावा चल्छ। शान्त। हाम्रो लिची फलिरहेछ यहाँ। सानो बुढासँग चाकेको मकै सबै चढाउनु भएछ हेर्नु। सुकाइराख्नु भएको छ यहाँ। कस्तो राम्रो देखेको मकै। यसरी यहीँको मकै हो यो सबै। यो हो क्या एक्ज्याक्टली देखाउने भनेको। कति राम्रो है। कस्तो सनफ्लावर जस्तो देख्नु।
तपाईँलाई थाहा छ यो के हो? दिस इज टच मी नट। यसरी सुतिन्छ है गाउँमा चाहिँ। कति गल्यो बिहानदेखि काटेको अब धेरै गल्यो। सुता सुत्दैन म सानोमा पढाउँथेँ। स्टुडेन्ट चाहिँ यहीँ छ है। नयन के डरले त ला त्यसले त हात चिलाउँछ त परे। नयन यहाँ हेर यी साथीहरू मेरो माइक कस्तो छ। मैले चाहिँ क्यापे हालेकै राखेँ त्यही भएर यही उडेर अब धान काट्न आँटेको। ओ माई गड के भयो साथीहरू मुठा बोक्यो। अहिले चाहिँ मैले 2टा मात्रै बोकेँ। एकछिनमा चाहिँ म धेरै बोक्छु अफ क्यामेरामा भिडियो पनि गर्नुपर्ने रहेछ। मैले 2टा मात्रै बोकेँ। एउटा हातले क्यामेरा पक्रिनु परेको। यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। यो बनिँदैछ यहाँ। मेरो बधाईले चाहिँ यहाँ कस्तो मजाले बोकिरहेछ। कहाँ गएको ओइ नयन यता आऊ। आज चाहिँ दिन एकदम शीतल भइरहेछ। यस्तरी हावा चलिरहेछ। नत्र भने त साथीहरू सकिन्न नि धान बोक्न धान काट्न। साथीहरू बजारमा चामल किन्नु कति सजिलो छ है। फलाउनेलाई कति गाह्रो छ। यो पनि बढेर त्यसै साथीहरू यहीँ फल्छ है गाईहरू। सबै गाउँमा फल्छ है मोरिङ्गा। यु क्यान सी। हेलो नयन हेलो गर। के हो तपाईँहरूलाई थाहा छ यो? दिस इज घिरौला। घिरौला फल्दैछ। कस्तो खतरा हौ तिमी त। के हो यो भनेको जिम गर्ने हो कि क्या हो? जिम गर्ने होइन यो एमाजोनबाट भर्खर $300 मिलेर। कुखुरा आफ्नै दुनियाँमा छ। यहाँ अर्को फुल फुलिरहेछ। मलाई यसको बास्ना चाहिँ लास्टै मनपर्छ। यसको पत्ताको बास्ना। मजा आइरहेछ। मजा आइरहेछ। साथीहरू म तपाईँलाई के देखाउन आँटेको छु भने नि कटहर कस्तो अर्कै के अचम्म पाराले फल्छ यार। यस्तो ठुटामा फल्छ हो यो कटहर त। त्यही माथि कस्तो वेट हुन्छ यसको त पनि कस्तो अडिन्छ क्या। अचम्म लाग्छ हौ। फेरि यत्रोमा अडिरहेछ यत्रो ठुलो फल त्यस्तै। यस यु क्यान सी साथीहरू पाकेपछि कस्तो मिठो हुन्छ। अब यता पनि हेर्नुहोस्। अब चाहिँ तपाईँहरूलाई म अर्को चिज पनि देखाउँछु। त्यो चाहिँ हाम्रो माइजूकोमा फलेको छ यति धेरै कोकोनटहरू पुरै। यी बेसी फल्छ यहाँ चारपट्टि। यहाँ यति धेरै फल्छ कि आमामा खाने मान्छे हुँदैन। त्यही माथि यो मिठो खाले हो गुलियो खाले हो।
यहाँ फलिरहेछ पुरै ओइ म्याउ हेलो यहाँ हेर्नु है म्याउ 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 यस्तो फुल हाम्रो गाउँमा कति पाउँछ आम्मामा यसको बास्ना त हो पहरैबाट आउँदो रहेछ हौ पुरा कस्तो राम्रो देखेको ओहो साथीहरू मेरो भदै च्याउ कटहर झार्न चढिसकेछ आम्मामामा ऊ साथीहरू ऊ वाउ ओ ये सबै झार्नु भयो त्यसको चुप छिरेछ पुरा कस्तो अचम्मले फल्ने हो आम्मामा भुइँभरि wow what a rare plant यार मैले प्लान्ट एकचोटि इलाम होइन हाइकिङ जाँदाखेरि भेटेको थिएँ के पो हो यो त के पो गर्छौँ अब यसलाई हामी अब यसलाई हामी भैँसीको मासु बनाउँछौँ देखाउ त है यसको चोप कस्तो झर्दो रहेछ नि बिचरा यिनीहरूको खुन होला नि यो कुनै हो अब यो साथीहरू मेरो माइक मेरो माइक हो मेरो माइक गाउँमा आउनु भने त के पो खानु पाइन्छ है हेल्दी हेल्दी चिज